आमाले कहिले भनेनन् त परदेश बाबु भनेर। बुवाको पनि मन थियो होला छोरो आफ्नै माटोमा आफ्नै आँखा अगाडि रमाओस् भनेर। परदेश जानु भनेको त केवल हवाईजहाज चढ्नु मात्र होइन नि, यो त आफ्नै मन माया अनि सपना पहिचानलाई माटोको गन्धसँगै त्यही माटोमा छाडेर टाढा 7 समुद्र पारी जानु होइन र। पुरुष कहिले बाजा गाजा सहित बिदा हुँदैनन्। उनीहरू त चुपचाप हातमा एउटा झोला बोक्छन्, सपनाको बारी बोक्छन् अनि काखमा बचेको थोरै कुराहरू बोकेर निस्किन्छन्। काखमा सम्पूर्ण जिम्मेवारी बोकेर निस्किन्छन् उनीहरू परदेश। त्यो अन्जान भूमिमा एक अन्जान यात्रा। गाउँको माटो, आँगनको तुलसी, आमाको आँसु, बुवाको मौनता, दिदीबहिनीको निधारको टीका, छोराछोरीको हाँसो, एक उज्जवल भविष्यको कल्पना सधैँ याद आउँछ तर मनभित्रै थुनिन्छन्। हजारौं नेपालीको कथा हो यो, जो आफूलाई भुलाएर परिवारको लागि दिन रात नभनी पसिना बगाउँछन्। जसले हरेक वर्ष आउने चाडपर्वको उज्यालो भन्दा पनि त्यो एउटा अँध्यारो कोठा एक्लोपन छान्छन्, किनभने त्यो एक्लोपन र अँध्यारोमा नै भविष्य बनाउने सपना छ। घर बनाउनका लागि घरमा पाहुना बनेर आउँछन् उनीहरू। घर बनाउनका लागि घरमा पाहुना बनेर आउँछन् उनीहरू। सायद त्यही नै हो पुरुषको विदाई। बिना शब्द, बिना रुवाई अनि बिना मनमा हजारौं चिच्चाहाट बोकेर यात्रामा निस्किन्छन् निरन्तर परिवारको खुसीको लागि। एक नसकिने यात्रामा निरन्तर।